दृश्यमा देखिएको पवित्र बेदकोट ताल, जहाँ भगवान परशुरामले वेद यज्ञ गराएका थिए। वेदव्यास कृष्णद्वैपायन व्यासजीलाई आचार्य बनाएर गराइएको यज्ञ, जुन यज्ञ र तपका कारणले यो कुण्डका रूपमा यो हृदय निर्माण भएको छ र वेद यज्ञ गराइएका कारणले यसलाई बेदकोट ताल भनेर भनिएको छ। यो अति नै प्राचीन तालका रूपमा रहेको छ र यही परशुरामजीले आफ्ना गुरुलाई वैद्यनाथका रूपमा, सिद्धनाथका रूपमा अष्टसिद्धि प्रदान गर्ने भगवान शिवको स्वरूपका रूपमा पूजा आराधना पनि गराइएको थियो र यो अति पवित्र तीर्थ पनि हो। बेदकोट तीर्थका रूपमा स्थापित रहेको यो स्थानको पर्यटकीय महत्त्व पनि निकै बढेको छ र यो स्थानमा एकपटक पुग्नका लागि म हार्दिक अनुरोध गर्दछु।